नमस्कार हाम्रो अल्लो बजार जुन कि प्रकृति र प्राकृतिक रेसाजन्य वस्तुहरूबाट हामी जोडिँदैछौँ कि हामीले यो अल्लो बजारमा हामीले अल्लो हेम्पबाट बनेका यी ब्यागहरू छन् जो यी टिकाउ छ, भरपर्दो छ, बलियो छ। अब यसले धेरै महँगो पनि छैन। यो कम्तीमा हामी 1000-1200 मा उपलब्ध गराउँछौँ र यो स्कुल ब्याग स्कुलेहरूलाई पनि हुन्छ। बाहिर आइएनजिओ सङ्घ संस्थादेखि लिएर विभिन्न जिल्लाका कोसेली घर लगायत टुरिस्टहरू विदेशी स्वदेशी सबैले प्रयोग गर्नका लागि एकदम यो सुटेबल छ। यो हाम्रै कच्चा पदार्थबाट बनेको, केही यसमा अर्को बाहिरको भन्ने केही पनि छैन। कुनै देशको लसपस छैन कि हाम्रो यो स्वदेशी बनानलाई माया गर्नुहोस् अनि यसलाई बोक्ने र यसलाई चाहिँ हामीले प्रमोट गर्ने जस्ता हामीले काम गर्नु पर्यो। नेपालमै हामी युवाहरू कतिपय युवा साथीहरूले हाम्रो यो प्रोडक्टलाई हामीले यही उत्पादन गरेर हामीले यहीँकै युज गरेर हामीले चलायौँ भने देश समृद्धि बन्नेछ भन्ने गर्छौँ, आशा गर्छौँ। हस् त। नमस्कार हाम्रो अल्लो बजार जुन कि प्रकृति र प्राकृतिक रेसाजन्य वस्तुहरूबाट हामी जोडिँदैछौँ कि हामीले यो अल्लो बजारमा हामीले अल्लो हेम्पबाट बनेका यी ब्यागहरू छन् जो यी टिकाउ छ, भरपर्दो छ, बलियो छ। अब यसले धेरै महँगो पनि छैन। यो कम्तीमा हामी 1000-1200 मा उपलब्ध गराउँछौँ र यो स्कुल ब्याग स्कुलेहरूलाई पनि हुन्छ। बाहिर आइएनजिओ सङ्घ संस्थादेखि लिएर विभिन्न जिल्लाका कोसेली घर लगायत टुरिस्टहरू विदेशी स्वदेशी सबैले प्रयोग गर्नका लागि एकदम यो सुटेबल छ। यो हाम्रै कच्चा पदार्थबाट बनेको, केही यसमा अर्को बाहिरको भन्ने केही पनि छैन। कुनै देशको लसपस छैन कि हाम्रो यो स्वदेशी बनानलाई माया गर्नुहोस् अनि यसलाई बोक्ने र यसलाई चाहिँ हामीले प्रमोट गर्ने जस्ता हामीले काम गर्नु पर्यो। नेपालमै हामी युवाहरू कतिपय युवा साथीहरूले हाम्रो यो प्रोडक्टलाई हामीले यही उत्पादन गरेर हामीले यहीँकै युज गरेर हामीले चलायौँ भने देश समृद्धि बन्नेछ भन्ने गर्छौँ, आशा गर्छौँ। हस् त।